म जाने दिन नजिकै छ नि त साथीहरू हैन, त्यति बेलासम्म यो अचार पाकेर अमिलो टक्क परिराख्छ नि त। त्यही भएर यो मुलाको र खुर्सानीको मजाले अचार राखेर राख्छु अनि पाक्छ अनि मजाले काठमाडौँ लगेर मजाले भातसँग खानु पर्ला। यसमा चाहिँ मैले जिरा, धनिया, सौंफ अनि टिमुरलाई मजाले भुटेर यसमा अनि त्यो हाम्रो सिलौटामा लस्सी पिसेर हैन, नुन खुर्सानी सबै राखेर मसला राखेर अचारलाई मिक्स गर्दैछु साथीहरू। पकाउन हाल्छु हैन, ठ्याक्क जाने दिनसम्म रेडी हुन्छ अनि लिएर आउँछु। कसलाई कसलाई अचार मन पर्छ कमेन्ट गर्नु होला हजुरलाई चाहिएमा हैन। मेरो घरमा खाना आउनु होला काठमाडौँ है। अमलाको अचार हाल्नु छ, फेरि भोलि अमलाको अचार हाल्छु। अर्को दिन चाहिँ अमिलो हुन्छ नि चुक पहिलो वालो ठुलो दाना भएको त्यसको अचार हाल्छु क्या, मजाले लगेर जान्छु, मिठो हुन्छ नि त। अनि हेर्नु साथीहरू यस्तै छ है। काठमाडौँको साथीहरूलाई धेरै धेरै मिस गरेको छु। अचार हालिरहेको छु, कस्तो मजाले बास्ना आउने के, यसरी मजाले भुटेर बनाएपछि चाहिँ मस्त बास्ना आउने के, यसमा मजाले भुटेर हाल्यो भने। साथीहरू अब अचार हाल्ने कार्यक्रम भइरहेको छ।